सो आज चाहिँ म घर आएको छु घर चाहिँ म हिजो आएको अन्त आज चाहिँ म भिडियो बनाउँछु भनेर सोचेँ हो मेरो चाहिँ हेर्नु न के भएको यस्तो आइरहेको छ अनुहारमा यहाँ हो के भएको अचानक अन्त चाहिँ म चाहिँ भर्खर रुमहरू सफा गरेँ एज युजुअल अब यो रुमहरू त सफा गरिरहेको हुन्छु हो अन्त चाहिँ म 2 हप्ताहरू बाद आएको नि त घर हुनु चाहिँ म माइतबाट चाहिँ अस्ति फर्केको थिएँ मैले भिडियो चाहिँ बनाइनँ अन्त चाहिँ माथि म आङीहरूकोमा बसेको थिएँ नि त अन्त म हिजो बेलुका चाहिँ घर झरेँ अन्त आज चाहिँ मैले भिडियो गरेको अन्त माथि घरको कामहरू पनि भइसकेछ हो म तपाईँहरूलाई सबै देखाउँछु के कस्तो हुँदैछ हो अन्त अहिले चाहिँ म थाकेर बसिरहेको छु पुरा अब केही नगरी बिच्चाकामा थाकेर बसिरहेको छु अब त्यो उयो डेटहरू पनि टाइमहरू पनि आउँदै गएर होला अन्त चाहिँ हेर्दै गर्नुहोस् बाई यहाँ चाहिँ आमाले चाहिँ सबै दिवालीको लागि चाहिँ काँक्रीहरू सबै धोएर सुकाउनु भएको थियो अन्त हाम्रो घर चाहिँ कम्प्लिट पनि भइसकेको थियो माथिल्लो यो टर्च लाउने अन्त यस्तो देखेको थियो अन्त यो सबै भाँडा चाहिँ धोएर चाहिँ घाममा सुकाइरहनु भएको थियो अन्त यसको बाद चाहिँ आमाले काँसाको भाँडाहरू पनि टल्काउँछु भन्नुभयो अनि आमाले काँसाको भाँडाहरू पनि सबै टल्काउनु भयो अन्त म एक निन्द्रा सुतेर उठ्दाखेरि त आमाले कति काम सकिसक्नु भएको थिएछ अन्त चाहिँ मैले आमालाई लास्टमा यो भाँडाहरू थन्काउनु चाहिँ हेल्प गरेँ दिवालीको लागि चाहिँ यहाँ बाबाले लाइटहरू लगाउनुको लागि प्रिपेयर गर्नुहुँदैछ ह्याप्पी दिवाली भनिदेऊ यहाँ हेर खै भनेको भाइले खै यहाँ हेरौँ हाई गाइज भनिदेऊ न वेलकम ब्याक टु माई च्यानल भन One eternity later. अहिले चाहिँ यतिको भयो यहाँ तर प्रोसेसमा छ है यता मामहरूकोमा पुरै गाउनु भएको छ यो कता लाग्यो लाइट फेरि यता राखेछ नि त बाई वाउ सबको घरमा दिवाली हजार ह्याप्पी दिवाली इन एडभान्स है यहाँ ह्याप्पी दिवाली एन्ड दिस इज हाउ इट लुक एट द एन्ड दामी देख्यो होला दिस इज हाउ इट लुक्स एट द एन्ड यहाँ आउनुहुँदैन हो हाम्रोमा त देखियो न तपाईँले औ झन्डै फोन झऱ्यो स्लिप गरेर हजुर तिमीलाई लाइट देखाउने बसेर उसको मम्मी चले चाहिँ डोजर लिइदिएको हो खेल्दैछ यहाँ हेर भाइ हाई भनिदेऊ न हाई गाइस भनिदेऊ न मैले के भने सुरा लाएर आउनु भनेको भनि न The next day. यहाँ चाहिँ बाबा र आमाले चाहिँ मण्डपको लागि चाहिँ रेडी गर्नुहुँदैछ मण्डप बनाउनुको लागि अन्त लास्टमा चाहिँ यस्तो देखिएको छ मैले सबै रेकर्ड चाहिँ गरिनँ गर्दै गरेकोहरू अन्त लास्टमा चाहिँ यस्तो देखियो अन्त मैले रङ्गोली फ्लावरकै सानो बनाएँ हो त्यसपछि बाबाले यहाँ कार्पेट एकदम भैलेनी खेल्नलाई चाहिँ रेड कार्पेट मारे नि त त्यो चाहिँ रेड कार्पेटहरू ओछ्याउनु भएको थियो अन्त चाहिँ हाम्रो घरको चाहिँ यस्तो भएको थियो फाइनल हो सबै गरिसक्दाखेरि चाहिँ मैले चाहिँ भोइस ओभर गरेको किनभने पुरा म्युजिक बजिरहेको थियो नि त त्यही भएर भोइस ओभर गरेको फेरि डल्लै उयो गर्दाखेरि कपिराइट हुन्छ नि त कतिमा त्यही भएर चाहिँ अन्त यहाँ चाहिँ फ्लावर्सहरू पनि राख्नुभएको थियो बाबाले चाहिँ अन्त हाम्रो घर चाहिँ फाइनल यस्तो भएको थियो सबै गरिसक्दाखेरि लास्टमा चाहिँ यस्तो आएको थियो एन्डमा चाहिँ रिजल्ट राम्रो देखेको थियो सो पुरा हतार छ अब खानाहरू बनाउनु पनि थियो त्यसपछि मेरो चाहिँ अहिले हालत यस्तो भइरहेको छ हो म खाना पनि बनाउँदैछु डल्लै समस्याहरू गरिसकेर फेरि हतार छ आमा एकपट्टि हो म एकपट्टि यस्तो छ गाई
हेलो गाइस, आज चाहिँ भाउजूको भ्लग चाहिँ मैले स्टार्ट गरेको। हेलो हाम्रो दाजु, हाम्रो यहाँ लक्ष्मीहरू चाहिँ नाच्दैछ। यहाँ चाहिँ के हो, केटाहरूलाई चाहिँ के भन्छ लक्ष्मीमा? आज त्यसको बर्थडे के भन्न चाहनुहुन्छ तपाईँको बर्थडेको जन्मदिवसमा केही शब्द बोलिदिनुहोस् दाजु। तपाईँ नाच्दै गरेको पनि खाइदिनु। उसका ह्यान्डसम गोरा चिक्ना फेस देखाउनु मान्दैन। यो चाहिँ यहाँ चाहिँ मोरा आमाले काम सकेर आएर चाहिँ मोरा आमाले चाहिँ पूजा गर्न थाल्यो। अन्त यहाँ चाहिँ मैले चाहिँ यहाँ दियाहरू बाल्दै थिएँ। अन्त बाबाहरूले चाहिँ बाहिरतिर बाल्दै थियो, बाबा मेरो देवरहरूले चाहिँ। अन्त मोरा आमा भएर चाहिँ भित्रको दियाहरू बाल्यो हो। त्यो पछि चाहिँ पूजा गर्नको लागि चाहिँ हामी रेडी भयो। अनि मैले चाहिँ यो मेन उयसको थानको दियो चाहिँ मैले बाल्दै थिएँ। आमाले चाहिँ यो दान दिनेको पनि बाल्नुभयो। त्यो पछि चाहिँ भाइहरूले पनि बाहिरतिर बाल्दै थियो, भाइ देवरहरूले मेरो। अन्त बाबाले पनि बाहिरतिरको बाल्नु हुँदै थियो। अन्त चाहिँ हामीले बट्टाबट दियाहरू बालिसकेर चाहिँ त्यहाँदेखि चाहिँ हामी पूजा गर्नुको लागि रेडी भयो। फेरि त्यहाँदेखि पूजा गऱ्यो, दियोहरू पहिला सबै बालिसकेर चाहिँ त्यहाँदेखि हामी पूजा गर्नुको लागि चाहिँ सबैजना बस्यो। अनि हामीले चाहिँ पूजा गऱ्यो। फेरि यति बेला नै बहिनीहरू सबैजना आइपुगेछ टिका लगाउनुको लागि। एकछिन ल पूजा गरिहाल्छ हामी, त्यहाँदेखि भन्दा भन्यो आमाले चाहिँ हो। त्यहाँदेखि चाहिँ हामीले बट्टाबट पूजा गऱ्यो मजाले। त्यहाँदेखि पूजा गरिसकेर चाहिँ त्यहाँदेखि चाहिँ हामीले बहिनी भाइहरू सबै कन्या केटीहरूलाई चाहिँ टिका लगाइदियो आमाले। ओए कन्ने केटा यो ल हाय ए वर्षाले पैसा पाएन रे। मुइनी मलाई भन्दैछ पैसा पाइन। हैप्पी दिवाली। सक्छ है। बडाली कुराली राखना हामीले भनेरै नै पैसा कमाउनु। औँसीको दिन गाई तिहारो
गाईको नाम त गाजु लक्ष्मी पूजा आजु हे औँसीको दिन गाई तिहार हो भैलो अन्त भैलो भैलो भन्दै जो सारा संसार डुल्दै जाऊ हे औँसीको दिन गाई तिहार हो भैलो सारा संसार डुल्दै जाऊ औँसीको दिन गाई तिहार हो भैलो